साथीहरू धरानबाट यस्तो छ है, धरानमा पानी पर्दैछ अहिले, एकदम गर्मी भइरहेछ। पानी पर्दा त यस्तो दामी देखिरहेछ। यहाँ हाम्रो यो चाहिँ हाम्रो टोल हो, यहाँनिर यस्तो राम्रो। यो हाम्रो ड्रागन फ्रुट चाहिँ त्यति मजाले सफ्रेन हौ, सबै यो सानो सानो मात्रै लाग्यो क्या। यसको लाग्नु चाहिँ धेरै लागिरहेको छ, तर मेबी हामीले चाहिँ अब यो स्पेस नभएर चाहिँ यहाँ यसमा बकेटमा रोपिरहेको छौँ नि त, त्यही भएर होला यसको फ्रुट्स चाहिँ त्यस्तो ठुल्ठुलो राखेको छैन क्या, सबै सानो सानो मात्रै भइरहेको छ। अब यो पनि कति सर्भाइभ हुन्छ कति सर्भाइभ हुँदैन। बेडमा हेर न, आमामा के मजा हो यसलाई, के मजा हो। चलाउँ त लु, ओइ 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 आमामा, ओइ ओइ आमा, ओइ 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 आमा, यस्तो मोज सुतिरहेको छ यहाँ। आमामा, गुड मर्निङ सेती, गुड मर्निङ। अहिले चाहिँ फेरि यहाँ छ नि फेरि बच्चाहरू पनि, यिनीहरू पनि सुखिलो ठाउँमा मात्रै, यहाँ कार्टुनमा यिनीहरू अलिक जङ्गली भयो क्या। बच्चाहरू चाहिँ यहाँ छ। सुत सुत सुत, गुड नाइट, सुत। गाइज अहिले चाहिँ म फेरि युना पेजेसकै भिडियो बनाउनु जान आँटेको। त्यसको चाहिँ 3-4वटा भिडियो बनाउने हाम्रो कन्ट्र्याक्ट थियो नि त, त्यही भएर चाहिँ अहिले चाहिँ म त्यही युना पेजेसमै जान आँटेको। एन्ड आइ एम अलरेडी रेडी गाइज है। धरानमा त यस्तो बेसी गर्मी बढिरहेछ, यस्तो बेसी गर्मी छ, पानी पर्छ फेरि गर्मी, पानी पर्छ फेरि गर्मी क्या। आम्मा कपाल चाहिँ के साह्रो नमिलेको मेरो, गर्मीले नै होला। अब चाहिँ म निस्केको गाइज। आम्मा यस्तो साह्रो गर्मी छ भाइ, यस्तो साह्रो गर्मी छ धरानमा। पाइ अलिक ब्लर आएको छ त भित्र, यस्तो उयो भयो क्या, तानिया चाहिँ आयो। कति भयो होइन फेरि ज्यादा भरेको पनि राम्रो हुन्छ नि त, इजी हुन्छ गाइज। अनि युना पेजेस चाहिँ यही थर्सडेदेखि ओपनिङ हुन आँटेको छ होइन, मैले यो भनेको छु। युना पेजेस चाहिँ यही थर्सडेदेखि ओपनिङ हुन आँटेको छ। अनि तपाईँहरू चाहिँ यहाँनिर चाहिँ सब्सक्रिप्सन बेसिसमा नि आएर बस्न सक्नुहुन्छ, अरू तपाईँहरू आवरली बेसिसमा पे गरेर मजाले आफ्नो लागि प्राइभेट स्पेसहरू पाउनुहुनेछ। आफ्नो लागि लाइक तपाईँहरूले बुकहरू पढ्नुहुन्छ कि होइन, आफ्नो कलेजेसको वर्कहरू गर्नुहुन्छ कि, एकदम राम्रो यस्तो एस्थेटिक ठाउँमा आएर बस्नु पाउनुहुन्छ। वाट क्यान बी बेटर देन द्याट। अनि अर्को चाहिँ के भन्दाखेरि चाहिँ तपाईँहरूले यहाँनिर चाहिँ बुक्स फर सेल पनि रहेछ, तपाईँहरूले किन्नु पनि सक्नुहुन्छ है। आमा अहिले चाहिँ हामी युनामा आइरहेको छौँ होइन। युनामा अघि नै भनिसक्यो किन आएको भनेर, तर अहिले हामी कफी खानुलाई बसिरहेको। कफी खानु के गर्नु जिन्दगी यस्तै छ। बन्जारा तर कुल देखिरहेछ, कुल। हाम्रो स्यान्डविच बाबा आइसक्नु भएको छ। अनि अल टाइम फेभरेट यो, खै चियर्स गर्नु त तपाईँ र म, कति बेला चियर्स। मलाई के मनपर्छ भने उसको टपहरू क्या, अब जस्तै कि मैले पनि ट्याङ टपहरू लगाउँछु नि, तन्किन्छ नि त उसको चाहिँ क्या, कस्तो मजाले छानछान देख्दैन त। अनि कहाँदेखि किन्छ क्या यस्तो ओभर साइज टपहरू चाहिँ, कस्तो मजाले कन्फिडेन्ट हो क्या मान्छे। कन्फिडेन्टै भए पनि क्या टपै कन्फिडेन्ट हो क्या भनेपछि अनि लोन्ली भनेर होला मलाई कस्तो लागेको। मिठो, कस्तो मिठो भयो हेर्नु न। मैले यसरी लानु त सुहाएन त हौ, मैले ट्राई गरेको थिएँ, सुहाएन। क्याप्रीमा त हुँदैन, लाएको त देखेको त मैले हो, क्याप्रीमा चाहिँ खैरो नि त अहिले चाहिँ। यस यस खै लाउनु त एकचोटि ट्राई गर्नु त। तपाईँलाई त तर ग्लासहरूले राम्रो देख्छ हौ।
जेनी 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 यो त कस्तो डर उठ्यो हो फ्रेम ब्याडी अनलोडिङ राम्रो आउँदैन गाइज आज चाहिँ फर्स्ट टाइम म लाइक डे टाइममा जिम गरेको नभए त नर्मली आई अलवेज जिम अर्ली इन द मर्निङ बिहान अनि आज चाहिँ म बिहान भ्याइनँ त्यही भएर दिउँसो पनि आउने प्लान थिएन एक्चुली तर मलाई अल्छी लाग्यो नि त घरमै थिएँ त्यही भएर चल्दिनँ त भनेर ठ्याक्क जिम पनि आएको अनि एउटा नयाँ एक्सपिरियन्स भयो किनभने कोही हुँदैन रहेछ क्या लिटरली अलिकति होइन आफ्नै क्या अब प्राइभेट जिम जस्तो फिल भएको क्या सो आई थिङ्क लाइक यो टाइम पनि एकदम सही हुने रहेछ 1 बजीतिर मेबी अब म मर्निङको टाइममा अलिक म्यानेज गर्न सकिनँ भने आई थिङ्क दिउँसोको टाइममै आउनु पर्ला जस मजा आयो मलाई कति बेर अहिले गाइज अहिले चाहिँ म मेरो यहाँनिर छानाको दोकानमा आइरहेको छु आर्टिस्ट कलेक्सन होइन यहाँनिर तपाईँहरूलाई यस्तो लुगा बनाउनु मन छ साडीहरू छ भने चाहिँ यहाँ कन्ट्याक्ट गर्नु है यो चाहिँ कहाँ छ लोकेसन भने चाहिँ ऊ त माथि धनकुटे रोड हो अनि ठ्याक्कै यो याला क्याफे छ मास्तिर अनि त्यहाँदेखिको ग्राउन्ड फ्लोरमा छ यस्तो छ्यामा ल साथीहरू यो चाहिँ हाम्रो छ्यामाकोमा फलेको किरा अरे आमामा यहाँ हेर्नु यो के हो यस्तो तर किन यो माथि माथि चाहिँ पाकेको यो चाहिँ हरियो तर पाक्नु चाहिँ सबै पाकेको छ जस्तो छ हो र यो दानावाला हो यो हो खाइदिउँ तर एउटाले नै यो काम पुऱ्याउने रहेछ त नि यो त कत्रो हो यो पाक्नु चाहिँ सबै पाएको जस्तो छ त एउटा चाहिँ खानु पर्यो धेर त खान सक्दैन होला यो खाएपछि त खाँदै खाँदिनँ थियो होला यहाँ यो त फुटिरहेको रहेछ यो त पुरै यो त के भएको आमा पड्किएको छ त पाएको छैन र यो पाएको छ जस्तो छाम्दा त सबै पाक्यो खाइदिउँ बोटमै पाएको है तर कस्तो घिनलाग्दो पाकेको यार एकैचोटि पाक्नु नि सबै अहिले चाहिँ म यहाँनिर हाम्रो स्टुडियोमा आइरहेको छु मेकअप स्टुडियो मेकअपको सामान कलेक्ट गर्नुको लागि अब यहाँ कति सामानहरू चाहिँ यहाँ छ कति सामान चाहिँ अब यो यहाँ हालेर लान्छु घरमै छ हाम्रो क्लाइन्टहरू त्यो बेला माई गड कति फोहोर तर यो फोहोर होइन कि यो जानै जाँदैन हौ यहाँ सामान कलेक्ट गर्छु अनि त्यहाँदेखि घर लानुपर्ने छ गाइज काम गरिहाल्नुपर्छ नि स्किन कति राम्रो रहेछ क्या हाम्रो प्रिटिएस्ट ब्राइड फर टुमरो एन्ड टुडे पनि जोएल के रोसेल ए तपाईँले त अनि चेन्ज गरिदिएको छ त मैले अनि त्यो प्रभातको इन्स्टाग्राममा जोएल देखेर अनि त्यो आइडी चाहिँ त्यो अब यहाँ हाम्रो यो चाहिँ मलाई उप च्यालेन्जिङ लाग्दैछ क्या यहाँ यो लाउनु क्या यो यस्तो हेभी छ
रेडी हुँदैछ है हाम्रो ब्राइडल मेकअप खैले यहाँ म भ्लग हो क्या बिजनेस मेरो प्याट 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 गर्दा यहाँनिर अलमोस्ट अघि यति धेरै कमेन्टेटर थियो छेउमा होइन होइन त यो सुन्ने नै चेक गर्नु हो अलिकति कि त्यो भयो होइन check you. This is the final look. बुहारीको हजुर यो चाहिँ डेकोरेसन आम्मामा राति चाहिँ दामी बनाएको यार यो चाहिँ डेकोरेसन कम्प्लिट पनि भएको छैन तर डेकोरेसन त राम्रो बनाएको छ यार